हाई एन्ड गुड मर्निङ साथीहरू। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। आज चाहिँ म कुखुराको खुट्टा बनाउँदैछु। म चाहिँ काट्दै थिएँ तर मेरो हातै काट्यो। म केलाउँदै थिएँ कुखुराको खुट्टा तर कुखुराको खुट्टाले मेरो हातै काट्यो। ओके हेर्नुहोस् त। अनि मैले यसमा दबाई लगाएर बाँधिदिएँ ताकि मलाई बनाउन सजिलो होस् भनेर। यसमा मैले एड गर्दै नुन अनि थोरै एड गर्दै चिकन मसाला अनि चिल्ली पाउडर पनि एड गर्दै अनि त्यहाँदेखि यहाँ थोरै मैदा अनि एउटा अन्डा हालेर मुछ्दै अनि मुछिसकेपछि एकछिन राखेर फ्राई गरेँ। कुखुराको खुट्टा चाहिँ रेडी भइसक्यो है साथीहरू। अब हेर्न सक्नुहुन्छ यस्तो मजासँग फ्राई भयो, मजासँग पाकेको छ। आजको हाम्रो दिदी बहिनीको खाना रेडी भयो। बहिनी चाहिँ पस्किँदैछ। साथीहरू हामी चाहिँ खायौँ ल। बाई बाई।